राम्रो क्यामेरा ओहो लाज लाग्यो मान्छेहरुको आइफोन 70 हुँदा आफ्नो चाहिँ यार आइफोनको त के यस्तो क्यामेरा हो नि यस्तो गु जस्तो आइरहेछ ओ माय गॉड हेलो गाइस सेवार नमस्ते गुड मर्निङ सबैलाई सो आज चाहिँ म उठेर बित्तिकै मुख बन्द नदी भिडियो बनाउन थालेको नि त अनि आज चाहिँ म मौलीमा छु आज वैशाखले गते सबैलाई न्यू इयर इन्जोय गर्नु होला सो अनि आज चाहिँ हामी घुम्नु जाने कति चाहिँ खलङ्गा जाने अनि म चाहिँ अहिले उठेर भिडियो बनाउँदैछु गाइस मेरो सो पुरा भिडियो हेर्दिनु होला सो गाइस हामी चाहिँ यहाँ गाउँ डुल्दैछौँ यहाँ बासपुटे गाउँ अनि यति त बनाउनु आएको न म चाहिँ किन बनाउनु खराएको बच्चा हाम्रो घरमा छ त भरे हेरौँ न हाम्रो घरमा सेतो त खानु ल भन कञ्चन हेलो गाइस आज हामी कहाँ जाने भन त हाम्रो मूल घरमा हाम्रो एकदम राम्रो मूल घरमा बोजूहरूलाई भेट्न के गर्दै हुनुहुन्छ कसो बोजू हुनुहुन्न हामी घर मात्रै हेर्नु गएको हो क्या अरू बोजू हुनुहुन्न अनि साइनु पर्नेहरू अनि हो त धेरै समय पछाडि आएर होला नचिनेको सेवारो बोजू सेवारो कञ्चनले चाहिँ यहाँ हाम्रो चाबी खोलिदिँदैछ चाबी हाम्रो पुरानो घर यस्तो छ कञ्चन तिमीलाई पैसा ओ टिप टिप भरे तिम्रो लागि बाटो खर्च आज कहाँ जाने हामी भन त खलङ्गा गर्ने हो गाइस अनि म मिङ्गल भएर आउने हो एउटा केटाएर पट्याएर आउने हो 10 रुपैयाँ दिएर पट्याउँ कसरी पट्याउनु थाहा छ 10 रुपैयाँ के छ हाम्रो बोजूले कम दाल खाएको होइन म सानोमा यहाँ हुँदा अब हाम्रो पहिलाको यहाँ बाजे यहाँ सुत्नुहुन्थ्यो अनि हामी यहाँ सुत्यौँ अनि हाम्रो बाजे त्यतिखेर बित्नु भएको थिएन नि त अनि हाम्रो बाजे कम्ता माया गर्नुहुन्थ्यो हामीलाई मलाई त आफै हेर्न माया गर्नुहुन्छ नि मलाई मेरो नाम चाहिँ बिखमाया पनि बिखमायाको नाम पनि बाजेले राखिदिनु भएको रे साह्रै माया गर्नुहुन्छ नि के मलाई साह्रै माया गर्नुहुन्छ हाम्रो बाजेहरू चाहिँ बोजू साह्रै माया गर्दैन अनि हाम्रो बाजे चाहिँ अब हामी कत्रो हुँदा बित्नु भएको होइन म त 6 क्लासमा पढ्थेँ होला त्योभन्दा सानोमा मौली कति आइन्थ्यो नि त म प्रायः जस्तै ल्याउने नि त सालिनदार अनि हाम्रो मामा लास्टै आउने म चाहिँ फेरि मन परेको क्या यता बासपुटे आउनु चाहिँ हाम्रो गाउँ साह्रै मनपर्छ मलाई चाहिँ मौली गाउँहरू नि यहाँनिर त बाक्लो छ नि त हाम्रो भन्दा गाउँहरू अनि त्यही भएर मन परेको क्या हाम्रो त पातलो छ सो गाइस फेस मास्क लगाएको छौँ किनभने ब्युटी देखिनु पर्यो नि त त्यो पनि यो हेर्नु फेस मास्क चाहिँ के भन्दा हामीले चामलहरू धुएर के अरे पकाएर ओरेर लगाएको हो कि यो पनि एक प्रकारको यो क्रिमहरू नै हो ब्युटीमा भइन्छ कि क्या यो बनाउने जुगाड गर्ने चाहिँ हाम्रो दिदी है हामी दुईजना चाहिँ लाग्यो हेर्नु तपाईँले धोएको छु म त कपाल नधुने हिजै नुहाएको त्यस कारणले आज यत्तिकै जाने हो अब हेरौँला यो लाएर कतिको राम्री हुन्छ नेचुरल यतिको राम्री हुन्छन् कि यो लाएर राम्री हुन्छ अब एकछिन 5-6 मिनट पछाडि हेरौँला गाइस सो गाइस हामी चाहिँ जाँदैछौँ खलङ्गा यहाँ म चाहिँ प्रिन्सेस भएको छु यो बनाएर अघि फुलबाट गलियो अब कति लाग्छ कञ्चन खलङ्गा पुग्नु तिमीलाई थाहा छ अब पुगिहाल्छ 10-20 मिनट खास तिमी के गर्नु गएको रे खलङ्गा भनिदेऊ त लु म खानु गएको के खानु मोमो चाउमिन खानु यहाँ दुईजना हाम्रो तुमा र दिदी धनी त्यही भएर हामी चाहिँ पैसा बुट सकाइदिनु गएको यहाँ मेन पैसाको मूलहरू यता छन् हामी चाहिँ हेर्नु मात्रै गएको पैसा सो गाइस हामी चाहिँ आइसक्यौँ यो मन्दिरमा पहिला मन्दिरमा पूजा गर्ने अनि मात्रै घुम्ने हो हामी चाहिँ ढोकेर जाने यो मन्दिरको नाम के हो भन त कञ्चन खलङ्गाको मन्दिर त्यसै भनेर चिन्नु होला नि खलङ्गाको मन्दिर तिमी भिडियो बनाउँदै होइन त ल यसो गरेर हात चाहिँ यसरी पक्राउन फोन त्यसरी पक्रिने हो
दुईजना हुन्छ टिकटक यहाँ चाहिँ कसरी जानु यो ढोगेर जानु होला नि मलाई परेन यहाँ त फर्स्ट टाइम आएको यहाँ पूजा गर्नु भगवान राम्रो सोचेर गएको भएको नि यस्तो रहेछ नि त नि यहाँनिर चाहिँ यस्तो दामी रहेछ मन्दिरहरू यहाँ चाहिँ गाइज अब पूजा गर्ने हामी चाहिँ यहाँ गाइज सो गाइज हामी चाहिँ हिँड्दैछौँ कहाँ भन्दा यो मेलामा यस्तो अघि हामीले चाहिँ खाजा खाइसक्यौँ पूजा गरिसक्यो आहा यस्तो भोक लागेको थियो हामीलाई अब हामी दुखी आत्माहरू डुल्दैछौँ रमाइलो छ गाइस यहाँनिर चाहिँ कति राम्रो क्यामेरा ओहो लाज लाग्यो मान्छेहरूको आइफोन 70 हुँदा आफ्नो चाहिँ यहाँ आइफोनको त के यस्तो क्यामेरा हो नि यस्तो गु जस्तो आइरहेछ ओ माई गॉड यो भाइ भाइरल बनाइदिनु अब चाहिँ म मेरो भिडियो अन्त गर्न चाहन्छु तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक कमेन्ट शेयर गरिदिनु होला बाई बाई तर आज म मिंगल हुने भनेको त्यही मिंगल त हैन सिंगल हुने भने म एउटाले पनि मलाई हेरिन सो अबदेखि म सिंगलको सिंगलै हो